साथीहरू आज चाहिँ मैले जाँड बनाउन गइरहेको छु अनि भन्ला यो कराईमा चाहिँ किन पकाएको डेक्ची छैन भन्ला चाहिँ डेक्चीहरू मेरो चाहिँ सानो सानो छ अनि कराई चाहिँ ठुलो छ अनि त्यही भएर मैले यो कराईमा पकाएको अनि त्यसपछि भन्ला कस्तो चुल्हामा पकाएको भन्दा किन ठुलो भाँडा छ ग्यासमा पकाउनु भने धेरै ग्यास जान्छ त्यही भएर दाउरामा पकाएको आगो चुलोमा अनि यसरी पकाउँछ हामीले चाहिँ जाँड बनाउनको लागि अनि ल मैले निकाले पनि अब बाटामा हालेर सेलाउनु लागेको ल हेर्नु साथीहरू हामीहरू चाहिँ बाटामा पहिला खनाउने के अनि त्यसपछि बाटामा खनाइसकेपछि सबै खनाइसकेपछि सेलाउनुलाई अनि त्यसपछि त्यो उसमा हाल्ने हो क्या यहाँ मैले चाहिँ ठुलो कराई थियो अनि त्यो कराईमा बोक्न सकेन अनि त्यो बाटामा हालेको बाटामा हालेर त्यसपछि अब अनि यहाँ लगेर अहिले म देखाउँछु तपाईँहरूलाई कसरी के गर्ने भनेर जाँडलाई कसरी बनाउने भनेर ल यसरी बसिसकेपछि अनि अब जाँदैछु मर्चाई मैले देखाइरहेको छु मर्चाई गरिरहेको छु होइन मर्चाई मैले देखाइरहेको छु हामी चाहिँ यसलाई भन्छ मर्चा होइन यो धेरै राम्रो हुन्छ यो हाल्ने हो म चाहिँ अहिले फुटाएर पिनेर पनि देखाउँछु यसरी हेर्नु साथीहरू जाँड कसरी बनाइन्छ भने यसरी मर्चा मैले देखाएर चाहिँ मर्चा हो अनि हामी चाहिँ मर्चालाई पिन्नुपर्छ र यसरी हो जाँडलाई हामीले यसरी प्लास्टिकमा सुकाउने एकैचोटि त्यो उसमा हाल्नु हुँदैन यो प्लास्टिकमा बोरामा हो क्या यो सेलाउनु दिएको अनि यो सेलाइसकेपछि अनि बाटामा चाहिँ अलिक पुगेन त्यहाँ मैले सानो थियो कि बोरा अनि त्यही भएर पुगेन बाटामा पनि सेलाउनु दिएको सेलाएर अब हामी चाहिँ डल्ला फुटाउनुपर्छ अहिले ल मर्चा मोल्दैछु म चाहिँ मर्चा चाहिँ फुटाउँदैछु कि किन्नुपर्छ नि त मर्चा अहिले धुलो बनाउनुपर्छ अनि धुलो बनाइसकेपछि अनि मात्रै हाल्ने हो त्यहाँ जारमा ल यो चाहिँ पाता किन बिछाएको भन्ला है अनि पाता चाहिँ मैले यसरी यो टिकको पाता हो हामीले चाहिँ टिकको भन्छ यसलाई अनि कछडियामा चाहिँ भन्छ कछडिया थारूमा चाहिँ भन्छ यसलाई रङको पाता भन्छ हामीले नेपालीमा टिक भन्छ अनि हजुरहरूले चाहिँ के भन्छ यसलाई हामीले त्यसलाई टिकको पाता भन्छ यसमा सुकायो भने राम्रो हुन्छ जाँड यसमा बनायो भने राम्रो हुन्छ क्या एकदम हाम्रो बोरामा पनि बनाउनु त तर मैले चाहिँ प्रायः जस्तो यसमै बनाउँछु कि पातामै यसरी हो बनाउँछु एकदम राम्रो हुन्छ कि यस्तो पातामा बनाएको चाहिँ अनि पुरा राम्रो मिलाएर थिच्ने हो यसमा ल यसरी बिछाएको पनि यसरी छु मैले यसरी बिछाउने हो क्या यसरी बिछाइसकेपछि अनि हामीले जाँडलाई यो बोरामा राखेको छु होइन यो चाहिँ मैले मर्चा हालेर अनि मोल्ने हो क्या यो डल्ला पनि फुटाउनुपर्छ क्या डल्ला फुटाएन भने त लाग्दैन कस्तो हुन्छ अनि यसमा बिछाएको छु पाल परेको पनि छ कि अनि यो यसरी मोल्ने हो क्या एकदम मजाले मोल्ने डल्ला छ यो डल्ला फुटाउनुपर्छ फुटाएन भने फेरि राम्रो लाग्दैन त्यो मर्चा अनि त्यही भएर ल यसरी डल्ला फुटाइसकेपछि अब मलाई यो चाहिँ मर्चा मैले पिनेको थियो त्यो हो कि यो बिरो भन्छ है कछडिया थारूमा चाहिँ बिरो नेपालीमा चाहिँ मर्चाई भनेर नि यसरी छर्ने हो मजाले छरिसकेपछि मोल्ने बेसमारी मुसिसकेपछि अनि त्यसपछि मोलिसकेपछि अनि त्यसपछि चट्ट अनि त्यसपछि गर्ने हो चट्ट अनि अब मोल्ने मर्चा हालिसकेपछि यसरी मोल्नुपर्छ ल हेर्नु साथीहरू हामी त्यसरी जाँड बनाइरहेको छौँ अब हजुरहरूले चाहिँ कसरी बनाउँछ थाहा भएन है हाम्रो चाहिँ यसरी बनाउँछु जाँड
अनि यो बनाइसकेपछि अब त्यो उसमा हालेको पनि देखाउँछु अहिले म। हामी चाहिँ त्यसरी नै राख्छु क्या, जारलाई यसरी मोल्ने। त्यसपछि हो मैले चाहिँ अब मर्चाइ मोलिसकेको जारमा है, यो चामलको उसमा पकाएर अब त्यहाँ सुकाएँ है मैले। अब यसरी गर्ने हो क्या, यसरी खनाउने। मोलिसकेपछि यो खनाउने क्या यसरी नै, अनि त्यसपछि मजाले मिलाउने हो क्या। मिलाएको पनि देखाउँछु है त साथीहरू, यसरी मिलाउनु पर्छ। ओहो डेली पनि छ भन्दा है। ल है जाँड यसरी बनाइन्छ है, अनि चाहिँ यसरी राख्यो पातामा। अब मिलाउनु पर्छ यसलाई, मजाले मिलाएर पातलो गरेर मिलाउने हो क्या, पातलो गरेर मिलाउँछु। अनि त्यसपछि यसरी मिलाइसकेपछि अनि थिच्नुपर्छ। अहिले मिलाइसकेपछि अनि थिचेको पनि देखाउँछु। उठाएको चाहिँ मैले देखाएन है, यो जाँड थिच्ने यसरी थिच्ने हो क्या, मिलाएर यसरी छोप्ने हो। यसरी छोपिसकेपछि अनि त्यसपछि अनि यो चाहिँ मैले चाहिँ खुर्सानी राखेको छु क्या। यो चाहिँ नजर नलागोस् भनेर, आँखा जाँड फेरि राम्रो हुँदैन, बिग्रिन्छ नि त। अनि त्यही भएर मैले चाहिँ यो ठोटा लगाएको खुर्सानी हालेर। अनि त्यसपछि यो ठोटा लाग्यो भने चाहिँ यो आँखा लाग्दैन, अनि ठोटा लाग्यो भने चाहिँ आँखा लाग्दैन, ठोटा लागेन भने चाहिँ त्यो खुर्सानीको लागेन भने, ठोटा लागेन भने चाहिँ अनि त्यसपछि यो चाहिँ जाँड बिग्रिन्छ भनेर सोचेरै हुन्छ, राम्रो बन्दैन, मिठो बन्दैन है। अनि हामी चाहिँ यसरी नै बनाउने हो। बनाइसकेपछि यसरी छोपछाप गर्ने हो। मैले चाहिँ जाँड उठाएकै देखाएन क्या, म हतार थियो त्यही भएर नउठाएको। यो चाहिँ मैले आज छ्याङ निकालेको छु। ल हेर्नु त्यही जाँडको है, मैले मोलेर उठाएको चाहिँ देखाएन, छ्याङ चाहिँ देखाइरहेको छु। यसरी छ्याङ निकाल्ने हो। यसरी छ्याङ के गर्नु, दसैँ आयो, नखाऊ भन्दा नि खाऊ मन लाग्ने, दसैँमा के गर्नु, खानु पऱ्यो छ्याङ। अनि यसरी छ्याङ निकालेँ है मैले चाहिँ। पानी हाल्यो भन्दा है, मैले पानी चाहिँ हाले छैन है, त्यसो नसोच्नु होला। म पानी चाहिँ हाल्दिनँ कहिले पनि है। कहिलेकाहीँ आफू पनि खान्छु क्या, म यति खान्छु क्या, हल्का एकदम थाकेर आयो भने चाहिँ खान्छु। मान्छेहरूले भन्छ नि थाकेर आयो भने, थाकेर आएको अलिकति खायो भने थाकेको मेटिन्छ, थकान मेटिन्छ भन्छ है। अनि त्यही भएर नि मैले पनि कहिलेकाहीँ खान्छु, नभन्दै हो रहेछ। तर बेसी चाहिँ खानु हुँदैन, अलिकति यति त खाँदा हुन्छ, केही हुँदैन है। यो मैले चाहिँ यसमा पनि राखेको छु जाँड। अनि यो दुईवटा बाल्टिङमा राखेको छु। अनि यो मकै छ, लोकल मकै, भुटेर खानु भनेर, आफ्नै बारीको हो, त्यो भुटेर खानु भनेर मैले चाहिँ राखेको छु क्या। अनि यसरी जाँड यो दुईवटा बाल्टिङमा राखेको छु। अनि यसमा पनि राखेको छ। अनि यो चाहिँ मैले अलिकति भात उब्रिएको थियो, अनि त्यसकै मैले चाहिँ बनाएको। यो चाहिँ यसरी नै चेप्रा हुन्छ क्या, त्यस्तै थियो त्यो पनि, यो उठाएको पनि मैले है। साथीहरू भिडियो